फाइनली साथीहरु फेसबुकको मोनेटाइजले लिएर एकदमै ठूलो अपडेट आइसकेको छ। फेसबुक, इन्स्टाग्राम, युट्युबको रील भिडियोहरुमा तपाईहरुले पनि देख्नु भएको होला, जसमा भनिरहेका छन् कि अब फेसबुकले महिनामा फिक्स स्यालेरी दिन्छ। अब कति दिन्छ भन्दाखेरि महिनाको 3000 अमेरिकी डलर। यसलाई नेपालीमा कन्भर्ट गर्दाखेरि लगभग 4,02,000 नेपाली रुपैयाँ हुन्छ। मतलब 4,02,000 रुपैयाँ चाहिँ तपाईलाई महिनाको फिक्स स्यालेरी दिन्छ। कति महिनासम्म? त्यो पनि 3 महिनासम्म। अनि यसमा पनि सबैभन्दा खुसीको कुरा के हो थाहा छ? यसमा कुनै पनि भ्यूज काउन्ट हुँदैन। यसको मतलब तपाईको भिडियो भाइरल गर्ने हो, यसमा मिलियन भ्यूज पुर्याउने हो, यस्तो कुनै पनि शर्त छैन। यो भ्यूजसँग कुनै पनि मतलब छैन। अब फेसबुकमा तपाईलाई हर महिना 4,02,000 रुपैयाँ फिक्स स्यालेरी मिल्छ। अब यो फेसबुकको नयाँ मोनेटाइजेसन अपडेट आएको छ, जसको नाम हो क्रिएटर फास्ट ट्र्याक। यसकै बारेमा म आज तपाईलाई भन्ने छु। यसलाई कसरी अप्लाई गर्ने हो, कसरी महिनाको 4,02,000 लिन सकिन्छ, म आज तपाईलाई A to Z यसको बारेमा भन्ने छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। नयाँ हुनुहुन्छ भने फलो या सब्स्क्राइब गरेर जानु होला। ओके, आउनुहोस् अब भिडियोलाई सुरु गरौँ। साथीहरु, यहाँ एउटा स्क्रिनशट देख्न सक्नुहुन्छ, जसको नाम हो इन्ट्रोड्युसिङ क्रिएटर फास्ट ट्र्याक। यो एउटा फेसबुकको प्रोग्रामको नाम हो, इन्ट्रोड्युसिङ क्रिएटर फास्ट ट्र्याक। यसमा के हुन्छ भन्दाखेरि जो पनि यसमा जोइन हुनुहुन्छ, जो पनि यसमा पार्टिसिपेट गर्नुहुन्छ, तिनीहरूलाई यो प्रोग्राम अन्तर्गत 3 महिना तक ग्यारेन्टेड पेमेन्ट मिल्छ। कति मिल्छ भन्दाखेरि $3,000 3 महिनासम्म। अब यसमा के क्राइटेरिया छ त? यहाँ लेखेको छ क्रिएटर फास्ट ट्र्याक गेट यु लेखेको छ। यहाँ भनेको छ कि तपाईले सिर्फ पोस्ट गर्ने हो, कुनै पनि भ्यूज इन्गेजमेन्ट सँग तपाईको यो प्रोग्राममा मतलब छैन। अनि के पोस्ट गर्ने हो भन्दाखेरि महिनाको 15 वटा रील पोस्ट गर्ने हो। त्यो म तपाईलाई पछि भन्ने नै छु डिटेलमा। अनि उसले भनेको छ तपाईले यो प्रोग्राममा जोइन भइसकेपछि, तपाईले यसमा भिडियो अपलोड गरिसकेपछि तपाईको आईडी को रिच उसले अटोमेटिक बढाउनेछ। मतलब तपाईले केही पनि गर्नु पर्दैन। तपाईले भिडियो अपलोड गरिसकेपछि तपाईको भ्यूज धेरै भन्दा धेरै उसले अटोमेटिक बढाउनेछ। अनि अर्कोमा भनेको छ मोनेटाइजको लागि तपाई कुनै पनि वेट लिस्टमा बस्नु पर्दैन, कुनै पनि क्राइटेरियाहरु पूरा गर्नु पर्दैन। तपाईहरुलाई मैले यो भन्दा अगाडिको भिडियोमा पनि भनेको छु कि फेसबुकमा मोनेटाइजको टुल एक्सेस गर्नलाई, यसको टुल पाउनलाई 1.5 लाख वाच टाइम र 10,000 फलोअर्स तपाईले कम्प्लिट गर्नुपर्छ भनेर मैले भनेको थिएँ। तर तपाईले यो प्रोग्राममा आइसकेपछि कुनै पनि वेट लिस्टमा बस्नु पर्दैन। मतलब तपाईलाई तुरुन्त मोनेटाइजको टुल मिल्नेवाला छ यो प्रोग्राम अन्तर्गत। यही 3 वटा फिचर तपाईलाई एक्स्ट्रा मिल्छ यो प्रोग्राममा। अब कुरा गरौँ कि तपाईलाई कति पैसा मिल्छ, कति फलोअर्स चाहिन्छ यसको लागि। यहाँ लेखेको छ हाउ मच विल यु गेट, कति दिन्छ र कसरी दिन्छ। सबभन्दा पहिला यहाँ लेखेको छ यो प्रोग्राममा तपाईलाई यो पैसा तब मात्रै मिल्छ जब तपाईको युट्युबमा सब्स्क्राइब हुन्छ, टिकटक, इन्स्टाग्राम अथवा फेसबुकमा तपाईको धेरै भन्दा धेरै फलोअर्स हुन्छ। मतलब तपाईको युट्युबमा अलरेडी सब्स्क्राइबहरु छन्, टिकटकमा तपाईको अलरेडी फलोअर्स छन्, इन्स्टाग्राममा तपाईको अलरेडी फलोअर्स छन्। हो, यही 3-4 वटा प्लेटफर्महरुमा तपाईको अलरेडी फलोअर्स छन् भने तब तपाईलाई यो पैसा मिल्नेवाला छ। अब यसमा भनेको छ कि तपाईको 20,000 देखि 1 लाख सम्म फलोअर्स छन् भने, चाहे तपाईको कुनै पनि प्लेटफर्ममा होस्, 20,000 देखि 1 लाख फलोअर्स छन् भने तपाईलाई दिनेछ $100 देखि $450 सम्म। मतलब $100 मिनिमम तपाईलाई मिल्न सक्छ र $450 चाहिँ तपाईलाई म्याक्सिमम मिल्न सक्छ। त्यो पनि महिनाको ग्यारेन्टेड पेमेन्ट। अनि अर्कोमा भनेको छ $1,000। तपाईलाई 1 लाख भन्दा धेरै फलोअर्स तपाईको कुनै पनि प्लेटफर्ममा छ भने तपाईलाई मिल्नेवाला छ $1,000। अनि अर्कोमा छ 3,000 पर महिना। 3,000 मतलब 4,02,000 नेपाली रुपैयाँ तपाईलाई मिल्नेवाला छ, जसको 1 मिलियन भन्दा धेरै फलोअर्सहरु छन्। चाहे तपाईको इन्स्टाग्राममा हो, टिकटकमा हो या त तपाईको युट्युबमा सब्स्क्राइब होस्, त्यहाँ तपाईको अलरेडी 1 मिलियन भन्दा धेरै तपाईको फलोअर्सहरु छन् भने तपाईले यहाँ मिल्नेवाला छ 4,02,000 नेपाली रुपैयाँ। साथीहरु, यति धेरै पैसा मिल्नेवाला छ तपाईलाई फेसबुकबाट, त्यो पनि 3 महिनासम्म फिक्स स्यालेरी। अब साथीहरु, हो यही अपडेटलाई लिएर तपाईले हर कहीं भिडियो देख्नु भएकै होला।
चाहे युट्युबमा होस्, चाहे इन्स्टाग्राममा होस्, चाहे फेसबुकमा पनि किन नहोस्, हर कसैले भिडियो बनाइरहेको छ तपाईलाई यति मिल्छ, यसरी मिल्छ, यति धेरै मिल्छ भनेर हर कसैले भिडियो बनाएको तपाईले पक्कै पनि देख्नु भएको होला। तर सच्चाइ के हो यसमा तपाईले 3 नम्बरमा एकदम जुम गरेर हेर्नु भएको छ। यहाँ तपाईलाई क्लियर देखाएको छ द रिक्वायरमेन्ट चाहिँ के हो। पहिलो कुरा चाहिँ के हो भन्दाखेरि फलोअर चाहियो। अर्को कुरा के हो भन्दाखेरि तपाईले पर महिना 15 टा रिल पोस्ट गर्नु पर्यो, जुन तपाईको अरु प्लेटफर्मको डाउनलोड गरेर यता अपलोड गर्न मिलेन। वाटरमार्कहरु लगाएको यस्तो भिडियोहरु अलरेडी पोस्ट भएको भिडियोहरु तपाईले यता हाल्नु भएन। मतलब तपाईको ओरिजिनल कन्टेन्ट मात्रै यहाँ अपलोड गर्नु पर्यो। अनि सबभन्दा इम्पोर्टेन्ट कुरा यहाँ के छ भन्दाखेरि द एलिजिबल रुल हो। यही नै अब भण्डाफोर हुन्छ यो प्रोग्रामको। यो अब कसको लागि हो यो कुरा पनि जानौ है त। यहाँ लेखेको छ साथीहरु, युएस और क्यानाडा बेस एन्ड 18+ एज ओल्ड। मतलब यो प्रोग्राम नेपालीहरुको लागि त हुँदै होइन। अनि यति धेरै भिडियोहरु बनेका छन् सोशल मिडियामा, तपाईलाई 4 लाख मिल्ने छ, तपाईलाई 2 लाख मिल्ने छ। फेसबुकबाट जस्ट तपाईलाई 15 टा रिल अपलोड मात्रै गर्ने हो भनेर जहाँ तपाईलाई भनिएका छन्, जहाँ तपाईले सुन्नु भएको छ, के यो साँचो कुरा हो त? यसमा कति सत्यता रहेछ त? अब यहाँ क्लियर के कुरा गर्यो भन्दाखेरि यहाँ चाहिँ जो युएस र क्यानाडातिरको मान्छेहरु छ तिनीहरुको लागि पो रहेछ यो त। यो प्रोग्राम चाहिँ इन्भाइट वाला प्रोग्राम रहेछ, सबैलाई मिल्ने वाला छैन। जो त्यहाँको लोकेसनमा बस्ने मान्छेहरु छ तिनीहरुलाई इन्भाइट गरेपछि मात्रै मिल्ने वाला रहेछ। मतलब फेसबुक कसैलाई मात्रै इन्भाइट गर्ने वाला छ यो प्रोग्राममा, सबैलाई इन्भाइट गर्ने वाला छैन। अनि जब तपाईलाई इन्भाइट आउँछ यस्तो खालको अप्सन आउने छ, यसमा तपाईले जस्ट कन्टिन्युमा क्लिक गरेर यो प्रोग्राममा भाग लिन सक्नुहुन्छ। साथीहरु यो थियो क्यानाडा र युएस सिटिजनहरुको लागि, जसमा क्लियरली लेखेको छ जो 6 महिनादेखि फेसबुकमा कुनै पनि पोस्ट गरेको छैन, जुन फेसबुकमा एक्टिभ छैन, जसको चाहिँ एटलिस्ट 20,000 देखि माथि फलोअर छ। अनि फेसबुकले यो प्रोग्राम चाहिँ किन निकाल्यो त? अब छोटकरीमा यसको बारेमा पनि म तपाईलाई बताउँछु। साथीहरु खास कुरो के रहेछ भन्दाखेरि जो युएस र क्यानाडातिर प्राय जसो मान्छेहरुले जो चाहिँ टिकटक, इन्स्टाग्राम, युट्युबतिर भिडियो चाहिँ धेरै बनाउने तर फेसबुकमा चाहिँ एक्टिभ नहुने। तर फेसबुक के चाहन्छ भन्दाखेरि जो युएस र क्यानाडातिरका क्रिएटरहरु छन् उनीहरु फेसबुकमा आएर आफ्नो भिडियो बना, मतलब उनीहरुलाई आफ्नो प्लेटफर्ममा उसले ल्याउन चाहन्छ। किनकि हामी पनि चाहन्छौं नि हाम्रै भिडियो हेरिदिए हुन्थ्यो हैन, यदि पसल छ भने हाम्रै पसलमा आए हुन्थ्यो भन्ने लाग्छ नि। त्यस्तै फेसबुकलाई पनि लाग्यो कि हाम्रै प्लेटफर्म युज गरौँ यतातिरका मान्छेहरुले। ज्यादा क्रिएटर आउँछन् त भ्युअरहरु पनि आउँछन्। त्यही भएर साथीहरु यो युएस र क्यानाडाको लागि हो, यो इन्डिया अथवा नेपालीहरुको लागि हुँदै होइन। किनकि हाम्रो इन्डिया नेपालतिर चाहिँ सबैभन्दा धेरै एक्टिभ भनेको फेसबुकतिरै हुन्छन्। यतातिर कन्टेन्ट क्रिएटरको कमी छैन फेसबुकलाई। त्यही भएर साथीहरु फेसबुकले यो प्रोग्राम यो इन्डिया नेपालमा चाहिँ यो प्रोग्राम ल्याएको छैन। हुन सक्छ कि फ्युचरमा गएर पछि कहिले ल्याउन सक्छ, तर अहिलेलाई चाहिँ छैन। साथै यो तपाईले आफै गएर अप्लाई गर्न सक्नुहुन्न, किनकि यो इन्भाइट वाला प्रोग्राम हो। फेसबुकले कसैलाई मात्र यो प्रोग्राममा सामिल हुन दिन्छ, इन्भाइट दिन्छ। तर यो प्रोग्रामबाट हामीले एउटा कुरा चाहिँ के सिक्नु पर्छ भन्दाखेरि तपाईको कुनै पनि सोशल मिडिया अकाउन्टमा धेरै भन्दा धेरै फलोअर छन् भने त्यो तपाईको एकदमै काम लाग्नेवाला छन् फ्युचरमा गएर। चाहे फेसबुकमा होस्, चाहे टिकटकमा होस्, चाहे तपाईको इन्स्टाग्राममा होस्, चाहे तपाईको युट्युबमा होस्, कहीँ पनि तपाईका फलोअर्सहरु धेरै छन्, तपाई क्रिएटर हो भने तपाईलाई कहिले न कहिले त्यो एकदमै काम लाग्नेवाला छ। किनकि साथीहरु फलोअर छ त पैसा छ। चाहे त्यो अहिले युएस और क्यानाडातिर मात्रै किन नहोस्, भोलिको दिनमा हाम्रो नेपालमा पनि त आउन सक्छ होइन र? तो साथीहरु फलोअर छन् भने मात्रै तपाईलाई पैसा मिल्नेवाला छ। त्यही भएर म तपाईलाई के भन्छु भन्दाखेरि हरेक प्लेटफर्ममा तपाईहरु भिडियो बनाउनुस्, एक्टिभ रहनुस्। एउटै ठाउँमा एक्टिभ हुने होइन, तपाईले हरेक प्लेटफर्म छन् अहिले सोशल मिडियाका जति पनि प्लेटफर्म छन्, तपाई हरेक एक प्लेटफर्ममा आफ्नो कन्टेन्टहरु अपलोड गर्नुस्, भिडियोहरु बनाउनुस्। साथीहरु अब चाहिँ तपाईले बुझिसक्नु भयो होला, जो त्यहाँ भिडियोहरु आउँछन्, पोस्टहरु आउँछन्, यति मिल्छ उति मिल्छ, त्यतातिर अब तपाईले बिल्कुल पनि ध्यान दिने होइन। जब हाम्रो नेपालमा यो प्रोग्राम आउँछ सबभन्दा पहिला म तपाईलाई अपडेट दिनेछु। ओके, अब भिडियो यहीसम्म। तपाईलाई भिडियो राम्रो लाग्यो भने भिडियोमा लाइक, कमेन्ट, शेयर गर्न नबिर्सनु होला र तपाई नयाँ हो भने मलाई फलो गर्न नबिर्सनु होला। ओके।